हेलो गाइस, गुड इभिनिङ, राधे राधे गाइस। मैं प्रसाद मार्पाचे फेरि पनि तपाईहरुको सामनेमा आइपुगेको छु। रातिको ड्युटी चलिरहेको छ र म आज चाहिँ यो बुमरमा बसेर यसै टाइम पास गरिरहेको थिएँ। तपाईहरु देख्न सक्नुहुन्छ यो चाहिँ यो बुमर हो। अस्ति पनि मैले देखाएको थिएँ, यहाँ जुगाड गरेको छ, पछाडि पुरै टिनाको छत लगाएको छ भनेर। र म यहाँ त्यसै बसिरहेको थिएँ र साथी थियो, त्यो साथी चाहिँ उता गयो र म चाहिँ यहाँ बसेर तपाईहरुसँग बात गरिरहेको छु। तपाईहरु देख्न सक्नुहुन्छ यो मसिन, मेरो मसिन यही नै लागिरहेको छ। त पल्लापट्टि पनि अर्को एउटा लागिरहेछ, जस्तो जुन चाहिँमा म बसिरहेको छु त्यस्तै मसिन हो। यहाँ दुईटा छ यो बुमर, यो तपाईहरु देख्न सक्नुहुन्छ। यहाँ बुम खडा गरेर राखेको छ र यो त बुमले नै पुरा टनल भित्र, सुरङ भित्र डिलिङ गर्छ, लोडिङ गर्छ अनि लास्टमा ब्लास्ट गर्छ। र यसको कामै हो डिलिङ, ब्लास्ट गर्ने, रक बोल्ट गर्ने, पाइप रूपिङ गर्ने र गाइस। अनि यो मेरो मसिनको काम हो सर्किट गर्ने र यो टनलको भित्र काम गर्ने यो दोडा मसिनै बहुत जरुरी हुन्छ। यसै त मसिनहरू पनि चल्छ, हरे पनि जरुरी छ, तर सबैभन्दा ठुलो मसिनमा आउँछ यो दुईटा, यो एउटा बुमर मसिन र यो एउटा सर्किट मसिन। यो तपाईहरु देख्न सक्नुहुन्छ मेरो सर्किट मसिन उता लागिरहेको छ र यसको चाहिँ एउटा खास छ कि स्टेरिङ यता छ अनि चल्छ यता, त न दायाँ न बायाँ, यो कन्धातिर चल्छ है साथीहरू। यसरी सिधा यता देख्नुपर्छ, यता कन्धातिर यसरी चल्छ, सिधा जान्छ र यसरी नै चलाउनु पर्छ। हर एक रकमको मसिन छ। अनि हाम्रो यो कम्पनीमा एम्बुलेन्स पनि खडा भइरहन्छ। अनि यो हाम्रो भित्र सुरुङभित्र, यसै सुरुङको भित्र हामी काम गर्ने गर्छौँ र अहिले धेरै अगाडि गइसकेको छ र यसै गरेर म चाहिँ यहाँ बसिरहेको छु। अनि यहाँ नाइट ड्युटी भइरहेको छ हाम्रो चाहिँ। अलिक पछाडि भित्र जानुपर्छ होला, अरू उतातिर छ वर्कसपमा पनि सबैतिर काम भइरहेको छ र यहाँको चारैतिरको नजारा तपाईहरुलाई देखाउँदै यो यतातिर देख्न सक्नुहुन्छ। यता माथि पनि छ हाम्रो यी बेचिङ प्लान्टहरू र यसै गरेर म तपाईहरुको सामने सानोतिनो भिडियो, कन्स्ट्रक्सन लाइनको भिडियो लिएर आउने गर्छु। तपाईहरुको माया र ममता पाउँदाखेरि धेरै खुसी छ र तपाईहरुको कमेन्टहरू पनि पाइरहन्छु। त्यसै गरेर म सानोतिनो भिडियो बनाइबस्छु, किनभने हामी कन्स्ट्रक्सन लाइनमा काम गर्ने मान्छे हो, कतै जान त पाइँदैन र तपाईहरुको प्यार और सपोर्टले नै फेरि पनि सानो सानो भिडियो ल्याउँदै आउने गर्छु। त कस्तो लाग्छ तपाईहरुलाई? मलाई पनि सर्ट सपोर्ट गरिदिनु होला। म पनि सबैलाई नै सपोर्ट गरिबसिरहेको छु र तपाईहरुको सपोर्टले नै सबै आगे बढ्न सकिन्छ र हामीले सबैलाई एक अर्काको मद्दत गऱ्यौँ भने नै अगाडि बढ्न सकिन्छ। र साथीहरू मलाई पनि सपोर्ट गर्नुहोला। त्यही भन्दै आजको छोटो भिडियो चाहिँ म यहीँमा राख्दैछु। फेरि पनि मेरो तर्फबाट तपाईहरुलाई नमस्ते भन्दै बिदा गर्छु। थ्याङ्क यू, बाई बाई।